कुनै पनि रिटेलरले चाहिँ म आफै म्यानुफ्याक्चरिङ गर्छु भन्नलाई धेरै गाह्रो छ हैन। यहाँ चाहिँ धेरै जस्तोले चाहिँ आउटसोर्सै गर्ने हो। पहिलो कुरा त उहाँहरूलाई डायमन्डको प्याकेट लिइसकेपछि त्यसमा कुन साइज छ के छ भन्ने कुरा थाहा हुँदैन हैन। अब मैले प्याकेट लिएँ भन्नुहुन्छ, अब कुन कलर छ, कुन क्ल्यारिटी छ र त्यसमा चाहिँ ज्वेलरीमा लाग्ने साइजहरू छ कि छैन भन्ने कुरा त्यो थाहा पाउँदै उहाँहरूलाई चाहिँ लगभग 6 महिना 1 वर्ष लागिसकेको हुन्छ हैन। अर्को कुरा चाहिँ हरेक ज्वेलरीमा फरक साइजको डायमन्डहरू लाग्छ। त्यो भइसकेपछि चाहिँ उहाँहरूले लिनुभएको प्याकेटमा त्यो यदि साइज भएन भने उहाँहरूले फेरि प्रोक्युर गर्नु पर्यो। इयरको एन्डमा के हुन्छ भने स्टक धेरै भइरहेको हुन्छ कि लुज डायमन्डको ओभरहेड कस्ट उहाँहरूलाई चाहिँ धेरै पर्न गइसकेको हुन्छ। डे टु डे हेर्दाखेरि चाहिँ सामान बिकिरह भने जस्तो लाग्छ हैन, तर इयरको एन्डमा हिसाब गर्दाखेरि चाहिँ उहाँहरूको सेल्स भन्दा पनि त्यो ओभरहेड कस्ट नै माथि आइरहेको हुन्छ। वान अफ द मेजर मिस्टेक्स रिटेलर्सहरूले गर्ने भनेको चाहिँ यही नै हो। अर्को मिस्टेक भनेको चाहिँ रिटेलरहरूले यो टाइम र टेक्नोलोजी साथसाथै चाहिँ हिँड्न सक्नु भएन भने त्यो पनि एकदमै ठुलै मिस्टेक हुन्छ हैन। इन अ सेन्स जस्तै अहिले पनि लोकल्ली सामान बनाइराख्नु भएको छ भने हैन, आजको दिनमा यदि रिटेलरहरूले सामान बेचिराख्नु भएको छ भने एकदम छाती ठोकेरै बेच्न सक्नु पर्यो। मेरो सामान चाहिँ जे भनेको छ त्यही छ भनेरै बेच्न सक्नु पर्यो हैन, अकाउन्टेबल भएरै बेच्नु पर्यो।